रिक्वेस्ट पठायो हैन भन त अर्को आइडीमा रिक्वेस्ट पठायो अनि मैले कुन आइडीबाट खेलेको थिएँ र अर्कोबाट केसबाट पो खेलेको थिएँ अर्कोबाट हो अर्कोबाट यसबाट खेल्न मिल्दैन अनि पठाएपछि अनि भरे त अनि मेरो अनि त्यसपछि मैले एक्सेप्ट गरेँ हैन अनि खेल्यौँ गेम हैन उसले वाउ लगायो क्या अनि वाउ लगायो के अरे 1v1 वाउ लगाएको थियो कि अनि भरे त अनि मलाई थाहै थिएन त्यतिकै बसिरहेको थिएँ कुन हो थाहै भएन त के खेल्ने पनि थाहा भएन मलाई अनि मैले के लगाएको भनेर भनेको त जुनै लगाए पनि खेल न हरेको कस्तरी बोलेको क्या अनि खेल न चुप लागेर जुनै लगायो थर्काउँछ क्या उसको गर्लफ्रेन्ड जस्तै त्यो गेममा उसको गर्लफ्रेन्डलाई थर्काएको जस्तै थर्काउँछ मलाई त अनि अनि मैले तिमी को हो र मैले तिमीले जे भन्यो त्यही खेल्ने म खेल्दिनँ मेरो मर्जी भनेर एक्जिट भएर निक्ले कि अनि निक्लेर त फेरि बाहिर आउँदा त मेसेज गरेको ओइ किन निक्लेको अरे मेसेज गरे अनि बोलिनँ अनि फेरि अनफ्रेन्ड गरिदिएँ होइन अनि फेरि रिक्वेस्ट पठायो अनि त छोडिदिएको त अनि फेरि अहिले हेरेको त यो आइडीमा पनि पठाइरहेको रहेछ यिनीहरू यस्तै खालको मान्छे होला हो किनभने पहिला यसको जुन पार्टनरमा बसेको छ नि पार्टनरमा चाहिँ नि पहिला यो केटाको चाउमिनको पार्टनरमा एउटा केटा छ क्या अन फायर हो र भन्ने छ कि त्यो केटा पनि एकदम चिप्कु थियो क्या त्यो म जतिपल्ट इग्नोर गरे पनि त्यत्तिकै पठाएको म गेम खेल्दा मेसेजमा मेसेज यत्तिकै गरिराख्थेँ क्या त्यो केटा त्यसलाई मैले फेरि हालिदिएको त्यही भएर त त्यसको प्रोफाइल हेरेको त त्यो रहेछ त्यसको पार्टनर त्यो पनि त्यस्तै थियो यो पनि त्यस्तै क्या यिनीहरू ग्याङै त्यस्तो रहेछ ग्याङ व्याङ रहेछ यिनीहरू अनि त्यो हिजो खेलेको त्यो केटी थियो नि त्यो केटी चाहिँ खास गरी त्यसको पार्टनरको चाहिँ गर्लफ्रेन्ड रहेछ किनभने त्यहाँ पपुलारिटीमा देखेको थिएँ आई लभ यु भनेर लेखिरहेको थियो नि त त्यो केटाको चाहिँ गर्लफ्रेन्ड होइन रहेछ क्या त्यो अर्को उसको पार्टनरको चाहिँ गर्लफ्रेन्ड रहेछ साथीको केटीसँग खेलेर पनि केटीलाई थर्काइरा गर्लफ्रेन्ड जस्तै के भनेर थर्काएर त्यस्तो सधैँ एक्लै हिँड्छ सँगै फाइट लिनु पर्दैन त्यस्तै जस्तै के साह्रो हिँडिरहेको जस्तो यता र के तिनीहरू न्याङपुसर ठेकी के हो थिएन होइन हौ हामी उयो खेलेको क्या यो खेलेको क्लासिक क्लासिकमा त मरे नमरे बाल्दै हो नि त क्लासिक त जोतको क्लासिक त खेल्नै जाऊ लाग्छ त बर्डर हाल्नु म त उसको बोयफ्रेन्ड पो रहेछ उसको गर्लफ्रेन्ड पो रहेछ भनेर हेरेँ त त्यसको पार्टनरको उयो रहेछ त्यो केटा यस्तो चिप्को थियो मसँग मलाई कस्तरी छोडेको थियो जति फ्याल हो त्यति आउने अहिले त उतापट्टि गएछ उतापट्टि सरेछ त्यो एउटा केटा वाक्कै लाग्थ्यो मैले कतिपल्ट फ्याल्दै मैले म त को केटा तिमी बच्चाले के गर्छौ त्यहाँ गएर ललिपप दिन जाने रिस उठ्ने के हो ललिपप दिने भाइ कोकेटा भन्छ त्यो फटाहरू त्यो छाडा मान्छेहरू हो क्या तिनीहरू लास्टै खतम मान्छेहरू हो तिनीहरू सरसँग बोल्नु हुँदैन बुझ्यौ बोल्नै छोड्यो त रिस आयो क्या सरी चुप भन्यो तिमी चुप लाग्यो कस्तो चुप भन्यो त तिमी चुप भन्यो भने चुप लाग्यो क्या खासमा मानेको नि ठुलो मान्छेले भनेको होइन त मान्छ चाहिँ होला मान्दैन नि मलाई कस्तो थर्काउँछ तपाईँलाई थाहै छैन त्यस्तो मान्छेहरूसँग मुख लागेर बोलेर के गर्नु होला तिनीहरू केही न कामको मान्छेहरू जति सक्दो बोल्नु नबोल्नु
अनि मेरो यो आइडी चाहिँ कहाँबाट देखेछ पपुलारिटी केमा चेक गरेँ कि मेरो त सबै हाइड छ तर यसमा पनि अहिले भर्खर चेक गरेको त रिक्वेस्ट आइरहेको रहेछ कसरी गर्छु म छाड्यो बालमा दियो तर भाइ त्यो बोली सुन्दा कस्तो रिस उठ्ने बोली सुन्दा नि अलिकति माया लाग्दो खालको हुनु नि मिठो बोल्नु नि जस्तै स्टार भएको कति मिठो छ बोली कति स्विट छ कति मिठो कति राम्रो भनेपछि मेरो त छैन तपाईँको भोइस कस्तो हेभी छ क्या राम्रो छ तर अलिक हेभी टाइपको अनि उसको चाहिँ कति स्विट छ क्या फेरि म त अनि बच्चै छैन हेपी भन्ने बेला बच्चन भोइस गाली गर्दा पनि कस्तो गाली गर्दा पनि मायाले के अरे आई लभ यु टु भनेको जस्तो सुनिन्छ क्या यतिको गफ चाहिँ हाम्रो है चलो त यस्तो हो क्या नेट 100 मा पिङ चल्ने मान्छे अगाडि नभइदिन्छ अनि यस्तो भन है भाइ 200-300 पिङ भएको मान्छे I'll pull the strings and make a show of it.
Marked a location. Marked a location. Marked a location. Marked a location. Watch out!
हेलो दाइ हजुरले इजी हान्नु मिल्थ्यो नि यार दाइ जोनमा जान्न हजुर बजाइसक्यो दाइ